म त हान्छु साथै म त सोध्दा हान्नु त हुँदैन जोइ हो नि सोध्देऊ क्या एकचोटि यार नानी हेर न रुएर यार नानीको लागि प्लिज छोरीको लागि भए पनि सोध्देऊ न एकचोटि यार यसको लागि भए पनि सोध्देऊ प्लिज भयो कि तिमीले गल्ती गरेको थियौ अब मैले पनि गल्ती गरेँ यार 14 वर्षको हुँदाखेरि सालीलाई के अरे मन परेर ल्याएको होला नि त अनि सालीले माया गर्नुपर्छ त दिदी त पहिलाकै छोरी हो नि तपाईँको नि हजुर कान्छे छोरी हो पहिलाको छोरी पनि उहाँले लानु भएको हो दुईटा छोरी चोर उहाँ रहेछ हो नि अनि दुईटा छोरी चोर रहेछ मसँग बिहा हुन्थ्यो टिका लाने पर्ने दिन पहिलेको माइली छोरीलाई भगाएर लगेको माइली छोरी नै भगाएर लगेको उहाँले लगेको अब कान्छी पनि भगाएर लगेको कान्छी पनि भगाएर लगेको अब अर्को छैन छोरी अर्को छ एउटा अपङ छ अपङ चाहिँ फेरि लाँदैन कसैले पनि मिल्दैन नि त तपाईँ ल्याउने ल्याउने त पनि सबै छोरी उहाँले नै दिँदा हुन्थ्यो नि त बरु एकै बाजी लगेन त भोलि गरेर लगेन एकै बाजी दिन्थ्यो नि त तपाईँको छोरी कतिजना हो चारजना चारैजना एकैचोटि ल्याएको हुन्थ्यो त हुन्थ्यो त अनि खै आएन सर ल्याउनेलाई मन गर्नुपर्छ दुईटा नानीहरू थियो उसको दिदी म विदेश हुँदाखेरि 6 महिना पनि थिएन होला 16 दिनको हुँदाखेरि उसको दिदी पहिला गएको हो अनि त्यो बच्चा चाहिँ कहाँ छ दुईटा नानीहरू माथि छ कहाँ छ माथि पहाडमा छ तपाईँ घरमा नानी पनि अहिले बुवा मम्मी छ बिजोग बनाएर छोडेको थियो दुईटा नानीहरू हेर्नुहोस् अहिले बुवा मम्मीसँग छ अब म विदेशबाट आउँदाखेरि चाहिँ किन जानु पहिला दर्शकबिन यी दुई श्रीमान र श्रीमतीको दोस्रो भागमा के भयो 18 दिनमा श्रीमतीसँग भेट नहुँदा के श्रीमान खुसी छन् त यताउता भौतारिन्छन् श्रीमान मान्छेको भिडमा तर कतै चित्त बुझाउने ठाउँ छैन श्रीमती 18 दिन घर नहुँदा बच्चाले कोरीबाटी गरी स्कुल पठाउँछन् स्कुल पठाएपछि श्रीमती आउने बाटो कुरिरहन्छन् तर आज श्रीमती मिडियाले खोजेर घर ल्याइदिए खुसीले गजगजिँदै भएको एक नजर श्रीमती प्रति दर्शाउँछ तर श्रीमतीले वास्तै गर्दैन के भयो हे भगवान आखिरी मेरी श्रीमती 18 दिनमा कसले मोहनी लगायो के भयो आखिरी मेरी श्रीमतीलाई 18 दिनमै कसले मोहनी लगायो भनी मनमै गहभरि आँसु झार्न बाध्य हुन्छ ती श्रीमान फेरि उता छोरीलाई पिलिक्क हेर्छ छोरीको गहभरि आँसुको ढिक्का खसेको देख्दा अझै मन पिरोलिरहन्छ केवल जिन्दगी त 2 दिनको पाहुना मात्र रहेछ र 2 दिनको घाम छाया मात्र रहेछ यत्रो 10 वर्षसम्म हाम्रो जिन्दगी हाँसी खुसी थियो भने आज कुन पापीले हाम्रो जिन्दगीको तागर बनेर आएछ भनेर पिलिक्क मान्छेको भिड समाजको कुरा सुनेर एकछिन थकित शरीर केही हुन्छ कि भनेर श्रीमतीसँग पुनः मिलन हुन्छ कि भनेर झिनो आशा राख्दै अब भिडियोतिर जाउँ दर्शकबिन देश विदेशमा हुने दर्शकहरूले सके शेयर लाइक कमेन्ट गरी हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन भने छुनु नबिर्सिनु होला हेर्नुहोस् यथार्थ जीवन कहानीतिर लागौँ हेर्नुहोस् अबको यो हो भिडियो तपाईको फोन चाहिँ किन स्विच अफ भएको एक दिन मात्रै स्विच अफ भएको सर हैन मैले ट्राई गरेको तपाईको त्यही त एक दिन हो हैन धेरै स्विच अफ भयो यहाँ भिडियो छ त 2 दिन होला हैन त्यहाँ कसले सुनायो तपाईले मिडियामा आछ भने सुनायो मलाई भाउजूले भन्नुभएको थियो भाउजूले तपाईको ठुलठुलो फ्रेममा चाहिँ फोटो सहित चाहिँ खोजेको भिडियो आएछ भने भाउजूले भाउजूले भन्नुभएको थियो अनि त्यसपछि मलाई मिडियाको नम्बर दिनुहोस् म मिडियालाई कल गरेर म भन्छु भनेर मैले नम्बर मागे अनि उहाँले मलाई मोबाइलमै पठाइदिनु भएको थियो अनि फोन गरेको तपाईलाई भाउजू चाहिँ कहाँ कता हुनुहुन्छ भाउजू उतैतिर हुनुहुन्छ तर कुन ठाउँ बस्नुहुन्छ मलाई त्यो थाहा होइन कपन अरे तपाईँ भाउजूमा जानुभयो होइन सर म त त्यो उयो के अरे चप्पल कारखाना रोड भन्छ म बसेको ठाउँलाई अनि भाउजूले तपाईको नम्बर कसरी पत्ता लाग्यो त तपाईको नम्बर स्विच अफ थियो मेरो नम्बर मैले लगेको थिएँ नि त लानु त भयो त्यो त स्विच अफ थियो नि त नम्बर त कसरी चाहिँ तपाईसँग बोलेपछि त अनमै थियो सर अनमै थियो हैन तपाईको भाउजूले कतिखेर मेरो चाहिँ भाउजूको अब के भन्नु पर्यो तपाईलाई देउरानीले कतिखेर स्विच अफ अन खोल्छ कि भनेर ढुके त बस्दैन हैन यता सुन्नु न मैले उहाँबाट धरममा कल गरे हैन दिदीलाई अनि धरममा कल गरिसकेपछि अनि के अरे उहाँ भाउजूलाई पनि नम्बर दिनुभएछ मेरो नम्बर के अरे अनि दिदीले मेरो नम्बर दिइसकेपछि अनि भाउजूले मलाई कल गर्नुभएको थियो अनि मैले कल गरेँ उहाँबाट कल गर्नु भएपछि अनि मिडियामा यस्तो यस्तो लाउनु भएको रहेछ भनेर भनिसकेपछि अनि मैले मिडियाको नम्बर पठाइदिनु मैले भने अनि मिडियाको नम्बर पठाइदिएपछि मैले तपाईँलाई कल गरेँ अनि अब कल गरिसकेपछि त्यो दिनदेखिको उयो स्विच अफ चाहिँ छैन सर तपाईँ त मर्जीले लभ परेर बिहा गर्नुभएको होला
ल परेर बिहे भएको होइन सर के गरेर म त 14 वर्षमै बिहे गरेर आएको मान्छे हो होइन उहाँसँग हिँड्ने भएदेखि पहिले नै हिँडिहाल्थेँ नि के को लो वर्ष 2-3 दिनमा कल के अरे बोल्दैमा आएको अब उहाँले त उहाँपट्टि सपोर्ट लाग्नु न भएको त तपाईँको नि बुबाले त मागी त दिएको होला नि त बुवा होइन होइन अनि त ल परेर आएको लपै परेर भयो ल भयो कहाँ देखादेख भएर यस्तो ल परेर आउनुभयो अहिले बिचमा आमा बाउलाई दुःख दिनुहुन्छ समाजले दुःख दिनुहुन्छ अनि के भने अब उहाँहरूले अब पहिलाको बुढीले पनि छोड्यो अनि अब लास्टमा मैले छोड्ने बाध्यता के थियो त नभएदेखि म गरेरै खान्छु सानो उमेरमा होइन पहिलेको बुढीले छोड्यो भन्ने कुरा छोड्नु न तपाईँ त आखिरी तपाईँले मेरो बुढी छ भनेर गयो पहिला भनेर ल्याएको होला नि त कि झुका ल्यायो होइन झुका त ल्याएको मेरो दिदी हो मेरो आफ्नै दिदी हो ए आफ्नो दिदी हो मेरो आफ्नै दिदी हो अनि किन बाध्यता आखिर तपाईँको दिदीले छोडेर गएछ त बहिनी ल्याएर सक्यो त अब के भयो त हो सक्यो त्यही भएर त म गरेर खान्छु जे हुनु भइसक्यो सानै उमेरमा बिहे गरेँ अब त्यो छोरी छ भनेर मैले यत्रो वर्षसँग बसेको थिएँ अब सहनै नसक्ने त्यसरी कुटपिट गरेर अब गर्न थालेपछि त म पनि यो उमेरमा त्यसरी कुटे खाएर के अरे तपाईँहरूले देख्नु भएन ठिकै छ देख्नु भएन तपाईँहरू टाढाकै मान्छे हो देख्नु भएन अलि यता आउनु त तपाईँ लगभग 14 वर्षमा बिहे गर्नुभयो हजुर तपाईँ कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर म लगभग कति वर्ष थियो अहिले हामी 10 वर्ष जेठो कान्छो हुन्छौँ होइन जे होस् तपाईँ 19 वर्ष 35 वर्ष म अहिले 35 वर्ष लाग्यो ऊ 25 वर्ष लाग्यो उहाँलाई 24 वर्ष सालीलाई तपाईँ 24 वर्ष वा 14 वर्षको हुँदाखेरि सालीलाई के अरे मन पराएर ल्याएको होला नि त हो अनि सालीले माया खानुपर्छ त बुढी होइन ढुक्क त तपाईँलाई भइहाल्छ नि म त बुढी निकालेर नि सर पहिलाको डिटेलले अगाडिको मलाई थाहा भएन बुढी चाहिँ तपाईँलाई नै दिने सर किनकि मेरो बुढीलाई चाहिँ तपाईँले मन लाग्यो भने खुलित लुकाइदिने अनि मन नलागे फेरि राखिराख्ने तपाईँको त तपाईँ त अब खै के खेलाडी हो राम्रो मैले बनाएँ तर अरूलाई आँखा लाग्यो तपाईँले त 5 वर्षदेखि मन पराएको बुढी यार मत दुःख गरेर पो त्यसलाई राम्रो बनाएको त तर माया गर्ने त तपाईँ हो नि सुभाषजीको जस्तो सुभाष भाइको श्रीमती आफ्नै साथीले त्यसरी लाँदाखेरि मैले चाहिँ भेटेको मैले सर्लपा पर काट्नु आदरणीय दर्शकबिन तिनजुरे अनलाइन टिभीबाट म देवेन्द्र दिल्लुखी चोङबाङ आज झापामा छौँ र आफ्नै श्रीमती कोठामा टिफर ड्राइभरसँग भेटेपछि आफ्नै श्रीमती फरार भएको छन् र श्रीमान चाहिँ विदेशबाट भर्खर आएका छन् र उहाँ मिडियामा आएका छन् के भन्छ त आफ्नो श्रीमानले हेर्नुहोस् यो भिडियो अन्तिमसम्म र यति हाम्रो तिनजुरे अनलाइन टिभीमा नयाँ हुनुहुन्छ भने यस्तै यस्तै न्युज हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइकन दबाई हामीसँग जोडिनु होला ताकि हामी लागेको भिडियो तपाईँसम्म पुगोस् यो भिडियो सक्दो सेयर गर्नु होला र यो भिडियो सबैजनाको लागि यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला सुभाषजी तपाईँले माया प्रेम गरेर विवाह गर्नुभयो आफ्नो श्रीमतीलाई तपाईँलाई आफ्नो श्रीमतीको कति माया लाग्छ अहिले तपाईँको श्रीमती नहुँदाखेरि माया त धेरै लाग्थ्यो सर अब लाग्दैन पहिला भनेको तपाईँको दिनको 10 चोटि फोन हुन्थ्यो अहिले तपाईँको 10-15 दिनदेखि ऊ कन्ट्याक्टमै आउँदैन जुन दिनदेखि मेरो बुढी हिँडेको थियो त्यो दिनदेखि ऊ कन्ट्याक्टमै छैन त्यो दिन जुन दिन मेरो बुढी हिँडेको दिन चाहिँ तपाईँको इनरमा छु भन्दै थियो अलिकति तपाईँको साथीसँग पनि हामी कुराकानी गरौँ न फोन गर्नुहोस् न के भन्नुहुन्छ तपाईँको साथीले तपाईँको मोबाइलबाट तर के म सर यहाँ सुन्नु अझै पनि भन्छु होइन मिडियाको छेउमा पनि भनिदिन्छु तर बुढी चाहिँ म जसरी पनि तपाईँको आकाश पताल धुई पताल गरेर खोज्ने हो तर लानु चाहिँ तपाईँले पर्छ है सर तपाईँले म लाने चाहिँ तपाईँले लाने है मेरो बुढी होइन ढुक्क त तपाईँलाई भइहाल्छ नि म त बुढी निकालेर नि सर पहिलाको डिटेलले अगाडिको मलाई थाहा भएन बुढी चाहिँ तपाईँलाई नै दिने सर किनकि तपाईँले त 5 वर्षदेखि मन पराएको बुढी यार मत दुःख गरेर पो त्यसलाई राम्रो बनाएको त तर माया गर्ने त तपाईँ हो नि त्यत्तिकै सुन्दरता देख्नुभयो होला दुःख त मेरो हो नि त फेरि खुन पसिना बगेको त मेरो हो बुझ्नुभयो नि राम्ररी देख्नुभयो नि राम्ररी देख्नुभयो तपाईँको बुढी त मैले अहिलेसम्म हेरेको पनि छैन हेरेकै छैन तपाईँको बुढी बुझ्नुभयो नि कस्तो हुनुहुन्छ के हुनुहुन्छ होइन मैले देखेको पनि छैन तर तपाईँ अर्काको बुढीसँग नजर लाउने मान्छे तपाईँ कस्तो मलाई नौटङ्गी कति गर्नुभएको थियो तपाईँ त एकदम डेन्जर हुनुहुँदो रहेछ होइन तर ठिकै छ सुभाष पनि पहिलाको आफ्नो औकातमा आउँदैछ होइन आउँदैछ तपाईँहरूलाई पनि अब कस्तो लाग्छ होइन मलाई एउटा बन्धन भयो के 2टा बच्चा बन्धन भयो तर टेन्सन भएन मलाई होइन सुभाष आफ्नो औकातमा आउँछ तर बुढी चाहिँ खोजेर म तपाईँलाई नै दिने हो यो चाहिँ कन्फर्म लेखेर दिन्छु होइन हजुर कसरी तपाईँले पहिला लुकाउन सक्नुहुन्छ तपाईँ 5 वर्षदेखि मन पराउनुहुन्छ हेरेको भए त तपाईँलाई कहाँ म तपाईँ जिउँदो छोड्दैन म तपाईँलाई हेरेको भए त छोड्दै होला थोरै अनि तपाईँसँग तपाईँले बोलेको मसँग रेकर्ड छ नि त म यसरी मन पराउँथेँ उस्तो गर्थेँ कस्तो खल्ली बल्ली
हजुरलाई त के खल्ली बल्ली हो मैले चाहेको त त्यही हो नि तपाईँलाई मिडियावालाको छेउमा भनिदिनु न म योसँग यसरी लभ गरेको थिएँ यसलाई मैले मन पराएको थिएँ तपाईँ यति भनिदिनु न तपाईँको काम त भइजान्छ त मलाई पनि मैले चाहेको चाहिँ के हो त तपाईँको ज्यान लिन खोजेको अरे मैले होइन त तपाईँको घर बिगार्न खोजेको होइन त अनि हो तपाईँलाई म खुसी हुन्छु त तपाईँले सत्य कुरा तपाईँले ढाँट्नु भयो भने म रेकर्ड सुनाउँछु फेरि त्यो मिल्नुपर्छ होइन हुन्छ त तर कि सर तपाईँ कस्तो खालको मान्छे हुनुहुन्छ मलाई थाहा भएन होइन तपाईँको मनमा मुटु छ कि छैन होइन तर मलाई चाहिँ लाग्छ कि होइन मलाई चाहिँ लाग्छ कि म तपाईँको बुढीलाई मन पराउँछु भनेर मैले गएको थिएँ भने नि तपाईँले मलाई छोड्नु हुन्थेन होला तर तपाईँ मसँग डाइरेक्ट आउनु भएको छ कि मन पराउँछु भनेर लाज शरम छैन तपाईँलाई मेरो बुढीको कहाँ ऋण तिर्नु भएको थियो कता तिर्नु भएको थियो त्यो ऋण के मेरो बुढीले के शरीर बेचेर तपाईँलाई म 2-4 दिन 15 दिनसम्म तपाईँलाई दिन्छु अनि भनेर चाहिँ तपाईँलाई के उयो गरेको थियो कि क्या हो डिल गरेको थियो मेरो बुढीले त्यो हो भने भनिदिनु न मलाई डाइरेक्ट भन्नु न लजाउनु पर्दैन ए यहाँ सुन्नु त्यतिखेर त निकाल्न सक्ने तपाईँसँग रोएर खुट्टा ढोक्दा मात्रै निकालिदिनु भएको मेरो बुढीलाई चाहिँ तपाईँले मन लाग्यो भने खुलित्त लुकाइदिने अनि मन नलागे फेरि राख्ने तपाईँको त तपाईँ त अब खै के खेलाडी हो मैले बुझ्न सकेको छुइनँ होइन सुभाषजी हामी तपाईँसँगै जोडिन्छौँ तपाईँहरूको माया प्रेम बसेर तपाईँको श्रीमतीसँग विवाह भयो कतिको माया लाग्छ नि आफ्नो श्रीमतीलाई माया त धेरै लाग्थ्यो सर अब लाग्दैन तपाईँको श्रीमती अब भेट्नुभयो भने चाहिँ कसलाई जिम्मा दिनुहुन्छ उहाँलाई नै दिने भनेको उहाँ भनेको चाहिँ जियालाई दिने जियालाई कन्फर्म दिने हो म 100मा 100 दिने हो किनकि चाहे जे पनि होस् होइन किनकि उहाँको कुरा गराइ होइन उहाँको रेकर्डिङ होइन उहाँले मलाई एउटा कुरा चाहिँ यस्तो सोच्नु है हजुरको श्रीमतीसँग मेरो रिलेसन भनेर म तपाईँलाई डाइरेक्ट भन्न सक्छु सक्दिनँ नि होइन तर उहाँले मलाई डाइरेक्ट हेपेर भन्नुभएको छ कि मलाई म 5 वर्षदेखि रिलेसनमा थिएँ सुभाष सर होइन तपाईँ आएको तपाईँको म आएको तपाईँको लगभग 6 महिना भयो है दाजु लगभग 6 महिना भयो 6 महिनामा तपाईँको म समथिङ 6 महिना भयो होइन 6 महिनामा तपाईँको मैले 3-4 महिना भयो मैले छोडिदिएको उसलाई कि होइन अब छोडिदिएको भन्छ तपाईँलाई चाहिँ त्यत्रो मैले चाहिँ 5 वर्षसम्म त घरमा नहुँदाखेरि तेरो श्रीमती मैले खेलाएर बसेँ होइन तेरो श्रीमतीसँग म लागेँ भनेर उहाँले भनिराख्दाखेरि स्थानीय गाउँलेहरू भेला गरेर उहाँलाई जिम्मा दिन सक्नु भएन त्यति बेला तपाईँले यस्तो भयो सर अब किनकि अब भागेर गएँ होइन भागेर जाँदाखेरि म पनि भर्खर परदेशबाट आएको धेरै दुःखको कुराहरू गरेको छु काम गरेको छु होइन तपाईँको 2टा बच्चाको लागि तपाईँलाई कस्तो लाग्छ भने मलाई होइन अब जस्तो उसले त मलाई अब यो 2टा बच्चा छोडेर गयो नि होइन छोडेर गयो भने पनि तपाईँको आफ्नो जन्म दिने मम्मीले त उसलाई छोडेर गयो भने अर्को ल्यायो भने त मलाई टेन्सन हुन्छ नि त सर होइन आफ्नोले त उसलाई 2टालाई माया गरेन अर्को ल्याउँदा त मेरो बच्चाहरू त हेला हुन्छ हिजोको पैसा लिएर दे माछाले कुकुर्नी माछ्ने अरे त्यो के जिन्दगीभरि साथ दिने मान्छेले चाहिँ गाली गरिन्छ कहिले चाहिँ बोलेको छु त्यस्तो जति दिन मातेको छ उता माथि आउनेहरूले पनि सोध कस्तो कस्तो तेरो उयो छ अब यहाँदेखि त्यहाँ माथि गएछ भने ए माछाले भूत साना साना नानीहरू एकदमै रोएको भिडियो थियो र त्यो भिडियोले धेरैको मन पनि छोएको थियो र उहाँको आमा चाहिँ अहिले दमकमा भेटिसकेपछि अहिले हामी यहाँ मिक्लाजुङ यो 2 नम्बर होइन मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 2 मा आइपुगेका छौँ र उहाँ दाइको श्रीमती हुनुहुन्छ उहाँ चाहिँ र उहाँको श्रीमान चाहिँ उहाँ हुनुहुन्छ है म सबैभन्दा सुरुमा उहाँहरू 2 जनासँग कुरा गर्नुभन्दा पनि म यहाँका स्थानीयवासीसँग कुरा गर्छु है पहिलो कुरा गल्ती उहाँको बेसी हो या उहाँको कुरा हो होइन अब के गर्दा हुन्छ यहाँको स्थानीय समाजसँग पनि त हामीले बुझ्नुपर्ने हुन्छ होइन सबैभन्दा सुरुमा म यहाँ दाइ हुनुहुन्छ म उहाँसँग कुरा गरेँ नमस्ते हजुर नमस्कार के नाम हजुरको मेरो अनिल राई हो अनिल राई तपाईँको चाहिँ के पर्ने उहाँ 32 वर्ष उहाँ चाहिँ बुहारी बुहारी होइन 32 नै हो यता ज्वाइँ ए त भनेपछि तपाईँको आफ्नै भतिज्नी छोरी भनौँ न होइन अब अहिले हामीले सरस्वती देख्दा चाहिँ होइन के अरे सानो नानीहरू छोडेर चाहिँ घरबाट निस्केर सम्पर्कविहीन हुनु भाग्नु चाहिँ हामीले देखेको उहाँको गल्ती देख्यौँ होइन बच्चा बच्ची छोडेर हिँड्नुमा चाहिँ होइन अब यसो बुझ्दाखेरि चाहिँ के लाग्छ ज्वाइँको गल्ती भयो अथवा छोरीको गल्ती भयो यसमा अब यसमा चाहिँ अब उहाँहरूको आन्तरिक द्वन्द पारिवारिक कलह चाहिँ अब परिवार भइसकेपछि कहिले काहीँ भइरहन्छ तर त्यत्रो ठुलो चाहिँ मलाई थाहा थिएन अब आन्तरिक उहाँहरूको भित्री मनमा त्यस्तो खालको घर परिवारमा झै झगडा मुद्दा मामेला हुने तरिकाको चाहिँ आजसम्म हामीले समाजमा थाहा पाएको थियौँ न हजुर हजुर
अब बेरोजगारको समस्याले गर्दा घर परिवार गरिबीको कारणले गर्दा अभावमा कहिलेकाहीँ परिवार ठाकठाक त पर्छ नै। र उहाँको नि एउटा गल्ती के देख्यो भने अहिलेसम्म पनि रक्सी डङडङ गनाइरहेछ होइन, उहाँको यो गल्ती देखेँ मैले। उहाँले रक्सी खाने होइन, त्यो भित्री आन्तरिक रूपमा चाहिँ सबै कुरा चाहिँ थाहा छैन। म यहाँ छिमेकमा बसेँ, कहिलेकाहीँ चाहिँ सामान्य रूपमा झगडा गरेको सुनिन्थ्यो, तर त्यस्तो खालको ठुलो चाहिँ मलाई थाहा थिएन। अब झगडा दोस्रो कुरा अब त्यति भए पनि उहाँले भतिस्नीले के कुरा गर्नु पर्थ्यो भने समाजमा मलाई यसरी होइन वैमनस्यता यस्तो ज्वाइँले यस्तो व्यवहार गर्दैछ भन्ने सामाजिक रूपमा कुरा गर्नुभएको भए सामाजिक रूपमा छलफल बहस गरिन्थ्यो, तर उहाँको गल्ती थिएन होला। तर के देखियो भने उहाँले अबोध नानीहरूलाई छोडेर जाँदाखेरि चाहिँ अलिकति मानवीय हिसाबले पनि यत्रो बच्चाहरूलाई छोडेर जानु हुन्थेन भन्ने खालको समाजमा एउटा सबैकै हेर्ने दृष्टिकोण चाहिँ अलिकति त्यो छ, अलिकति बाङ्गो भयो होइन, बाङ्गो भयो। ठिकै उहाँको गल्ती उहाँले घर गरी खानै भएको थियो, राम्रै थियो, कहिलेकाहीँ झगडा पर्थ्यो, तर त्यस्तो नराम्रो चाहिँ मलाई थाहा थिएन उहाँहरूको आन्तरिक द्वन्द्व के थियो। तर नानीहरू अबोध नानीहरू यसरी छोडेर जाँदाखेरि चाहिँ अलिकति समाजले हेर्ने दृष्टिकोण चाहिँ के भयो भने भतिस्नीलाई अबोध नानीहरूलाई छोडेर जाने कस्तो माया पनि नलाग्ने, मानवीय नियत पनि नलाग्ने भन्ने खालको सोचले चाहिँ समाजले नराम्रो हेरेको छ। यति चाहिँ हो। उहाँहरू भोलि मिलेर बस्नु नबस्नु उहाँहरूको निकाय छ होइन, अहिले त वडामा दिन्छु भन्दा डिभोर्स गरेर बस्नु पाउनुहुन्छ। हाम्रो करकाप छैन, बस्नै पर्छ भन्ने हाम्रो मान्यता समाजको होइन। एउटा नारी हो, म स्वतन्त्र जिउँछु भन्दा नि पाइन्। तर सामाजिक रूपमा कानुनी रूपमा छोराछोरीलाई विचलन नबनाई, कसैलाई जिम्मा दिएर होइन, कसैलाई हात लगाएर जाँदाखेरि सामाजिकमा राम्रो हुन्छ भन्ने हाम्रो चाहिँ समाजको मान्यता होइन। यो कानुनले पनि यही भनेको छ होइन। र बुझ्नु भयो नि तपाईँले होइन, यता फर्किदिनु न है, तपाईँ बुझ्नु भएन ए हो। सुन्नु उहाँले भन्नुभयो नि, बुझ्नुभयो नि कुरो। अब गल्ती गल्ती कसरी हुन्छ भने अब उहाँहरूको घरभित्र के हुन्छ मलाई थाहा हुँदैन। हाम्रो घरभित्र दिनै दिन हो, बधाई त दिनै दिन हो। राम्रो डुमडुम परेको त देखिन्छ नि हौ, देखिँदैन? देखिन्छ, सुनिन्छ, सुन्नु पनि भयो, कति दिन त सुन्नु। तर अहिलेसम्म माइलाले कुटो अरे म बुढीलाई कुट्छु भनेको सुनेको छुइनँ। माइलीले चाहिँ यसलाई म दरो हान्छु, ढाँड भाँच्छु, लात्तै लात्ता दिन्छु, आज चाहिँ मारिदिन्छु भनेको चाहिँ सुन्थेँ माइलीको मुखबाट चाहिँ। अनि तपाईँले पनि त त्यही त गर्ने रहेछ नि। तर त्यस्तो त मैले मुखले भने अनुसार त हाले त पुराको त थिएन नि त। मैले देखेको छैन है, डाम डाम डुमडुम लापा खेलेको चाहिँ देखेको छैन होइन। अब मैले सैन्य बसेको कति वर्ष भयो मेरो ठिक छ, यता सुन्नु न। सुत्केरीमा त उसले राम्रो हेरेन भने झन् आज त केटाकेटी हुर्क्यो, यसले त जे गर्दा पनि हुन्छ भन्ने भयो नि त उसलाई त। जस्तो छ अब छोराछोरी नभए छोडेर जाँदा हुन्थ्यो, तर अब त्यत्रो बुढाबुढी छोडेर अब के खान्छ के गर्छ र पनि त्यो बाउले हेर्छ। अझैसम्म रक्सी गनाइरहेछ, त्यो त मैले अघि नै भने गनाइरहेछ। तपाईँको रक्सी खानु चाहिँ गलत हो। मैले यो रक्सी म छोडिदिन्छु होइन, छोडे पनि म घरमा यहाँ त बस्दैन बस्नु पर्यो भने म मर्छु बरु बस्नु भन्दा। उहाँ सुध्रिन्छु भन्दै हुनुहुन्छ त? सुत्रै पनि म बस्दिनँ भने सक्यो, बस्दिनँ। मेरो मन दुःख हो, किनभने मेरो मन दुख्छ। म छोरी मान्छे हो नि, छोरा मान्छे त पत्थरको जस्तो मन हुँदैन क्या। मेरो मन मरेपछि पत्थरको जस्तो मन नभएको भए त्यो छोराछोरी छोडेर चाहिँ कहाँ जानुभएको तपाईँ? गएँ त्यो कस्तो खालको मन हो त्यो? ढुङ्गाको मन हो कि पत्थरको? त्यो पत्थरको मन र ढुङ्गाको मन एउटै हो। त्यही भएर तपाईँले छोडेर जानुभएको? गएँ, तर र पनि मेरो सोच कस्तो थियो भने म बिहे गरेर जाँदिनँ। बिहे गरेर गएको भए त केटासँग भेट्नु हुन्थ्यो। एउटा कुरो तपाईँ यहाँदेखि निस्केर जानुभयो, सुन्नु न, त्यो बाइकमा लिन आउने चाहिँ को? मेरो आफ्नै भेना अहिले आउँदैछ, यहाँ आइपुगिहाल्छ। ए ल ठिक छ, त्यो भेना हो भने केही फरक पर्दैन है। एकछिन अब अझै कुरो चाहिँ श्रीमान काममा गएको बेला चाहिँ नानीहरूकै अगाडि त्यो को हो? त्यो एकजनाले त बुढी पनि भन्थेछ तपाईँलाई। को बुढी? तपाईँलाई फोनमा कसले भन्थ्यो? त्यो मान्छे इनामको, त्यो मान्छे म त्यो भेटेको पनि होइन, त्यो उयो म्यासेन्जरमा चाहिँ बोलिन्थ्यो। अनि किन बोल्नु त्यो चाहिँ? अनि बोल्दैमा त उसले बुढी भन्दैमा उसकै बुढी थिएर उसकै बुढी हुनु गएको थियो। अनि त्यसरी तर्साछ तर्साएर भनेको सुनेको। अनि त्यो कुराहरू एक काम दुई काम त सबैमा पुग्नु पर्ने त्यो कुराहरू। हिजो चाहिँ भर्खरको कुरो, यो पुरानको छोराको बिहेको दिन हौ। ए कस्तो राति कति बजी रात त्यस्तो गरेर? त्यो चाहिँ खोइ कति बजे म त थाहा भएन। त्यो घरमा मान्छे बसेको थिएन? अनि चाबी थियो अहिले। अनि ढोका चाबी होको कसरी ढोका उग्रियो त? खोइ होइन, आवाज त्यस्तो आयो रे। आवाज चाहिँ आयो। देख्नुभयो नि लास माटो त्यत्रो फुलेर है? चिन्नुभयो त्यो लास?
म त राम्रो मान्छे चाहिँ बोल्यो अरे हिँड्ने मान्छेले थाहा पायो अरे कस्तो थाहा पायो अरे ढोका चाबी बन्द भयो यो घर भएर भन्दै चाहिँ अलिकति परतिर सरेको थिएँ अरे ढोका उगार्यो अरे ढोका उगार्यो राति राति बेलुका अरे बेलुका ए अनि ढोका गरम नगरेर उगारिदियो अरे अनि उनीहरू त कुदे अरे उता परतिर घर त माथि बुवा हजुर अनि हजुरको घरमै भेटियो त लास्ट होइन 24 दिनमा हजुर अब खोजा अरू त खोज्यो भेटिएन अल्लाह चाहिँ कहाँ कहीँ के गरेर नभेटेको अहिले यहीँ भेट्यो यहीँ भेट्यो अनि 24 दिनमा अलिअलि थाहा भएन बुवा मलाई केही थाहा भएन हजुर म अहिले आँखा पनि एउटा आँखा देखिनँ है अनि काठमाडौँ तपाईँको छोरा होइन सीताराम हो मेरो म काठमाडौँबाट सुन्दिनँ मलाई केही थाहा पाएन अब तपाईँको छोरा सीतारामले त आफ्नो बुहारीलाई मारेको हो रहेछ भन्ने अब प्रमाण त अब अझैसम्म भएको छैन अझै छैन भन्दैछ अरे तर लास त देखायो नि त लास देखाएपछि त अब के भन्नु पर्यो हामीले कसले मार अरे त त्यही त त्यही त अब फेरि त्यो 6 फिट कसरी खनेछ त 6 फिट कसरी खन्यो कतिवटा खन्यो कतिवटा खन्यो के खन्यो तपाईँ त अस्ति नै बोल्नु भएको थियो होइन मास्कले बोलिदिनुहोस् न यस विषयमा थोरै बोलिदिनुहोस् तपाईँ नै हुनुहुन्थ्यो होइन अब तपाईँको घर अगाडि आँगनमै गाडेको छ लास होइन अब तपाईँले अस्ति हामीले कहीँ देखेको छौँ न भन्नुहुन्थ्यो अब देखेको भए पो देखेको छु भन्नु त सर मैले त्यो त भनौँ न देखे त देखेको थिएँ मैले जाने भन्नु त नदेखेको त कसरी देखेँ भन्नु त मैले केही नै अवसम्म मैले थाहै पाएको थिएन उसैले नै यहाँ आएर बहिन गरेको अरे बुहारीसँग कान्छी बुहारीसँग म त मेलामा गइगएको थिएँ बुहारी तिम्रो दिदी त हातखुट्टामा आउने दबाएर रक्सी खाएर हिँडेकी छे मलाई फसाउँछ होला छैन आज 3 दिन भयो भन अरे बेलुका 3 बजेतिर अनि 4 बजेतिर मलाई सुनाए अब यतिखेर 4 बजे कसलाई बहिन गर्नु त होस् अब भोलि बिहान चाहिँ बिहानदेखि भरे बेलुकासम्म ननिक्लिने हो नि त 3-4 दिनसम्म घरै नआउने हो बुहारी अनि अब आउँदैन बा भरेसम्म आउँछ कि भोलिसम्म आउँछ कि भोलि बिहान चाहिँ आएन थाहा पाइएन भने बिहानैदेखि अब फोन गर्नुपर्छ कता कता भनेर मैले भने भन्दाखेरि ऊ बिहानै हिँडिहालेछ बिहानै हिँडिगएछ हिँडेपछि अनि तर ठिकै छ त्यो कुरा सबै ठिकै छ त्यो सबै हामीले बोल्यौं हैन यहाँ तपाईँ हामी पनि अपराधी हो भनेर अहिलेसम्म भनेको छैनन् पनि तर एउटा हाम्रो कुरा हो होइन तर तपाईँको आँगनमै लास हुँदाखेरि आफ्नै आँगन भनौँ न त यो त आँगनै हो नि आँगनमै 24 दिनमा लास पुरेको पछि त यो विषयको कुराहरू बताइदिनुहोस् तपाईँ अब खोइ कसरी के गरेर के भनेर बताउनु मैले लु भन्नु त बताउनुहोस् अब देखेकै छैन जानेकै होइन छक्कै पर्नु भएन त छक्कै पर्यो अनि हामी त जंगल खोज्यौं अचम्मै होइन त अनि यसरी जानेको छैन किन जंगल जानु त ट्याङ्की खोज्यौं त्यो हामी मात्रै होइन गाउँले मात्रै होइन मिडिया कर्मी मात्रै होइन पुलिस प्रशासन समेत सबैजना खोजी लाग्यौं तालिम प्राप्त कुकुर समेत गए होइन तर कुकुरले पनि पत्ता लगाएन तर कपडा चाहिँ पत्ता लागेछ तर एउटा कुरा चाहिँ तपाईँले भन्नुभएको थियो है एउटा के भन्नुभएको थियो थाहा छ तपाईँलाई के भन्नुभएको थियो भन्नु त तपाईँले त्यो भिडियोमा पहिलाको भिडियोमा एउटा कुरा तपाईँले एउटा भन्नुभएको छ भेटे त मै पनि कुर्थे भने होइन त्यो मात्रै होइन तपाईँले यो मान्छे चाहिँ जिउँदो चाहिँ छैन होला चाहिँ भन्नुभएको छ अब यत्रो दिन ननिक्लेपछि त जिउँदो कसरी छ भन्नु त अहिले त नि होइन देख्नु पनि लास माटो त्यत्रो फुलेर है चिन्नु हो त्यो लास म त राम्रो गरी हेर्नु पनि मलाई सरले दिनु भएन र म त हेरिन डर पनि लाग्ला नि त अब डर त अब त्यत्रो है अनि तर्साएन अनि त्यत्रो 24 दिनमा तर्साको थाहा पाइन्न सम्झाँदै सुत्छु सर हामी त पनि अलिक त केही त गर्यो होला यार म त अनि त अचम्म लाग्यो नि मम्मी मासु खोलिएर बोल्नु त अचम्म लाग्यो क्या यो एकदमै हिँड्ने मान्छे चाहिँ बोल्यो अरे हिँड्ने मान्छेले थाहा पायो अरे कस्तो थाहा पायो अरे ढोका चाबी बन्द भयो यो घर भएर भन्दै चाहिँ अलिकति परतिर सरेको थिएँ अरे ढोका उगार्यो अरे ढोका उगार्यो राति बेलुका अरे बेलुका ए अनि गरम नगरेर उगारिदियो अरे अनि उनीहरू त कुदे अरे उता परतिर घर त माथि अरे मास्क खोले बोल्नु न अनि मम्मीको नाम
घर चाहिँ कहाँ हो तपाईँको मेरो घरतिर हो अनि त्यसरी तर्साएछ दस आएर भनेको सुनेको अनि त्यो कुराहरू एक काम दुई काम त सबैमा पुग्नु पर्ने त्यो कुराहरू हिजो अस्ति भर्खर भर्खरको कुरो यो पुरानको छोराको बिहेको दिन हौ कस्तो राति कति बजी रात त्यस्तो गर्यो त्यो चाहिँ खोइ कति बज्यो म त थाहा भएन त्यो घरमा मान्छे बसेको थिएन थिएन अनि चाबी थियो अहिले अनि ढोका चाबी हो कसरी ढोका उग्रियो त खोइ होइन आवाज त्यस्तो आयो अरे आवाज चाहिँ आवाज चाहिँ अरे अनि त्यो आवाज आएपछि तपाईँहरू कसैले यसो कान भएर जुम फेरि भन्ने भएन अब सामसुमै भइरहेको छ सबैजना अब कसरी आउनु अनि के भने कसो कसो भयो त भन्नु न त्यो त्यति नै भनेको सुनेको मैले त अरू त केही पनि सुनिनँ ढोका चाहिँ ड्याङ्डा ढुक्नु गर्थ्यो त्यही भने अब ऊ त कहाँ अब त्यो पहिला अब मर्नुभन्दा अगाडि कहाँ गर्थ्यो त्यो त उसको हंस त जान्छ होला पक्कै आइज न त दिवस दे न त हेलो के भयो के गर्दैछस् किन चाहिँ चाहियो के भयो मैले तँलाई सोधिनँ नै नहुने त नि किन चाहियो किन हौ मसँग किन मन मारिछौ ताना जान आइज भनिरहेको छु त हौ मलाई आउँदिन भनेपछि सकिएन किन जबरजस्ती गरेको मलाई नआउने यसो गर न आइज कि दिवस दिएर जान त नि हुन्न अनि मैले भनिसकेको चाहिँ यहीँ बोलाएको छ बोलाएको छ यहीँ भनेको छ बोलाउँछु भनेको छ त्यति बेला जाने दिएर म उता चाहिँ यतैबाट म जान्छु किन आउनु पर्यो म कहाँ जाने त मेरो बाबुजी घर जाने किन दिवसी देशीकै जाउँ किन मतलब अन्त दिवसी त अब पनि तेरो खुसी जानुपर्छ होइन जे गर नगर न म पनि मेरो खुसीले बस्न पाउँछु कसले पक्रेको छ र अब कसले पक्रेको छैन त आइज न आउँदिन म यहीँदेखि दिएर यतैबाट जाने अनि आइज म यहीँ तँलाई टिकट म यहीँ गरिदिन्छु नि आउँदिन भने सकिएन के अरे आउँदिन भने चाहिँ सक्यो त आएको थियो यहाँ म पनि जान्थेँ नि इन्डिया जान्थेँ लु भयो मम्मी के भात खानुभयो जसै खाउन् कि नखाउन् तैँले खाइस् छैन नखाइकन बस्नु मलाई चाहिँ भात कसले पकाइदिन्छ यार खानु अहिले किन फोन गरेको भने राम्रो सम्झ्यो भने भात पकाएर खानु बस्नु आउनु नि तपाईँ म आउँदिनँ घर आउँदिनँ किन म यतैबाट म घर उता जान्छु मामालाई जाने हाम्रो माया लाग्दैन लाग्दैन हामीले केही तुली पारेको खानु फेरि फोन गर्नु हेलो अन्त के चाहिँ भयो नानीले खोजेको छ न बोलाएको तँलाई म घर आउँदिनँ भनेपछि सकिएन अब नानीले तँलाई खोजिरहन्छ नि के गर्नु मैले के भन्नु गर्नु नि अर्को बुढी लिएर बस्नु अनि त्यही मम्मी भनेर देखाउनु नि अनि कसरी हुन्छ त अर्को बुढी ल्यायो म आउँदिन अब बिहान दिवस भागेको होइन म दिवस दिनु म यताबाट जाने सक्यो मलाई डिस्टर्ब नगर्नु म जहाँसम्म टिक्छु म खुसी छु दिवस दे न आउँदिनँ म घर आउँदिनँ त्यो मऱ्यो भने मेरो लास पनि त्यहाँ आउँदैन त्यति माया मारेको मलाई हेर पहिले कस्तो गरेर ल्यायो त्यत्रो उयो गरेर ल्याएँ अहिले त यसो भन्छ होइन मलाई ठिकै छ ल ल ल ल राखेँ त अनि नि ओइ सुन हेलो बहिनी हेलो कहाँ हुनुहुन्छ तपाईँ अनि यहाँ हेर्नुहोस् त तपाईँको नानी त्यो दुईजना बाबुहरू रोइरहेछ श्रीमान खाना नखाइकन भौतारिएर कुदिरहेछ अहिले त यो खै के भन्ने ठाउँमा आइपुग्नु भएको छ नबस्ने भनेपछि किन जबरजस्ती गर्ने नि म त्यहाँ आएर मरे सब कुछ हो नि अनि सुन्नु न ल ठिक छ तपाईँ नबस्ने भए आएर उहाँसँग कानुनी डिभोर्स गरेर जानुहोस् होइन अब भोलि गएर तपाईँ म त्यहाँ घरमा आएपछि त्यहाँ फोन जुन कोसेर मलाई कुट्नलाई बोलाएको होला म आउँदैन मेरो लास पनि आउँदैन त्यो होइन उहाँले कुट्नुहुन्न उहाँले यता सुन्नु तपाईँ होइन तपाईँलाई त्यसरी कुट्ने पनि दिँदैनौँ होइन सुन्नु
पुलिस केस वापस लिनु भनेको नलिएको होइन, केस गरेको होइन, सक्यो अब डिभोर्स दिने हो। सुन्नु न बहिनी सुन्नु न, तपाईँ त्यस्तो केही चिन्ता नगर्नुहोस् होइन। तपाईँलाई कुट्ने पिट्ने त्यो गर्ने त्यस्तो हुँदैन होइन। तपाईँले त्यो चिन्तै नगर्नुहोस् है। घरै आउँदिन भने चाहिँ सकिएको होइन। अब यता सुन्नु न, ठिक छ तपाईँ घर नआउने भए भोलि गएर तपाईँको ज्यान तलमाथि केही भयो भने सबैभन्दा सुरुमा समात्ने त तपाईँको श्रीमानलाई हो। तपाईँको त कसले आएर समात्छ? मेरो बाबा मम्मीमा पो आएर समात्छ। कसरी समात्ने? सुन्नु न, तपाईँको बाबा मम्मी छैन, तपाईँ इन्डियाको चेली हो होइन, नेपालमा विवाह गरेर आउनुभयो। मैले भनिसकेँ त, मेरो बाबुजीलाई भनिसकेँ म डाइभोर्स गरेर आउँदैछु है घर भनिसकेँ। डिभोर्स गरेर जानुको लागि त यहाँ जिल्लामा आउनुहोस् न त। उसो भए सिधै जिल्ला अदालतमा आउनुहोस् न त, तपाईँ घरमा पनि नआउनुहोस्। मैले यहाँ पनि गएर आएको, मलाई बोलाउनुहुन्छ त्यति बेला जाने हो। कहाँको जिल्ला अदालत? यिनीहरू भोलि बोलाउनुहुन्छ। त्यहाँ चाहिँ कहाँ? खै उनले नै सोध्नु न, उनले कहाँ दिएको थियो, यो मेरो फोटोहरू कहाँ दिएको थियो, त्यही छ, त्यसले नै सोध्नु, त्यसलाई थाहा छ। त्यस्तो होइन बहिनी, त्यस्तो होइन। तपाईँ अहिले यो अवस्थामा आएर त्यो खालको कुरा नगर्नुहोस् होइन। ल ठिक छ, तपाईँ घर नआउनुहोस् कि, तपाईँ घर नआउनुहोस् होइन। तपाईँलाई जहाँ आउन सजिलो लाग्छ त्यहीँ सहजीकरण गरौँला होइन। तपाईँलाई त्यस्तै अप्ठ्यारो लाग्छ भने होइन, म अहिले कुन स्टेसनमा सोध्न लगाएको थियो, त्यहाँ गएर आएको बोलाउँछु भन्नुभएको थियो, त्यति बेला जाने। प्रहरीकोमा? के भन्नुहुन्छ? प्रहरीकोमा? ठिक छ, यता सुन्नुहोस्। अब म तपाईँलाई एउटा कुरा भने, तपाईँको आफन्त नाता गोता भन्ने कुरो यहाँ नेपालमा छैन होइन। तपाईँ एउटा तामिलनाडुबाट विवाह गरेर आउनुभएको तपाईँ एउटा चेली है। अब तपाईँलाई के अरे इन्डियाको चेली चाहिँ नेपालमा ल्याएर एउटा नेपाली केटाले चाहिँ यसरी बर्बाद गर्यो, बिचल्ली बनायो, बिजोग बनाएर राख्यो, कुटपिट गर्यो भन्ने खालको कुरा चाहिँ नगरिदिनु होला होइन। सायद अब उहाँले किन त्यसले उसले कुटपिट गरेको छैन र सोध्नु न त्यसलाई। दिनकै कुट्नुहुन्थ्यो तपाईँ? कहिले गरेको थिएन भने जानु होला अगाडि हामी डिस्कस गरेको मैले त लाने हिर्काएको छु। कतिचोटि कुट्नु? एकचोटि इन्डिया जानु अगाडि कुरो होइन, झन् 1.5-2 वर्ष भइसक्यो। त्यहाँदेखि मैले उसलाई छोएको छैन। सुन्नु न, अब यता सुन्नु न श्रीमान श्रीमतीमा प्रेमका भाका चिस्याउँदै बाँच्दै छिन्द्रे धोकेबाज, नयाँ मुटु नौलो साथ गाँच्दै छिन्द्रे धोकेबाज। पुर्खाहरूले भन्ने गर्छन् नि, सुख हुँदा धेरै नमातिनु र दुःख पर्दा पनि धेरै नआत्तिनु भनेर। तर यो उखान ठिक उल्टो साबित भएको छ। दर्शकवृन्द, विगत 6 महिना अघिको कुरा मात्र हो। पूर्व नेपाल प्रहरी हवलदार गोपाल जोगीको श्रीमतीको फोनमा माया प्रीति बस्छ। तर पूर्व नेपाल प्रहरी हवलदारलाई यो कुराको अत्तो पत्तो नै हुँदैन। पूर्व नेपाल प्रहरी हवलदार दिनभरि ठेक्का पट्टाको काममा व्यस्त हुन्छन्। तर यता श्रीमती भने प्रेमीसँग फोनमा मस्त हुन्छन्। फोनमै हुन्छ हेलो हाई, फोनमै पर्ने कस्तो लभ। घरमै हुन्छन् श्रीमान पनि, घरमै हुन्छन् छोरा पनि, स्वास्नी गर्छे आइफोनमा शेयर जिन्दगी। जब पूर्व हवलदार गोपाल जोगीलाई आफ्नो श्रीमती र श्रीमतीको प्रेमीको बारेमा थाहा हुन्छ, तब श्रीमान छाँगाबाट खसे झैं महसुस गर्छ। चारैतिर अन्धकार छाउँछ। त्यहीबाट उताप चढाव सुरु हुन्छ। सायद उनको श्रीमतीलाई सुख र खुसी धेरै भएर हो या अनगिन्ती दुःख भएर हो। एकाएक किन श्रीमतीको मन बदलियो त? श्रीमानले बदलिएको आफ्नो श्रीमतीको मन बुझ्नै सकेन। श्रीमतीको मन बुझ्न त धेरै कोसिस गरे, तर पनि श्रीमानले आफ्नो श्रीमतीको मन बुझ्नै सकेन। जब श्रीमतीले श्रीमानलाई छोडेर प्रेमीलाई अँगाल्ने निर्णय गर्छिन्, तबदेखि श्रीमानले निधारमा हात राखी रोएर दिन रात बिताउँछन्। जतिसुकै सम्झाउन खोज्दा पनि श्रीमती नमानेपछि पूर्व हवलदारले आफ्नै श्रीमतीलाई प्रेमीसँग जिम्मा लगाउँछन्। श्रीमतीलाई जिम्मा लगाए पनि भित्री मन भने रोइरहेको हुन्छ। जब श्रीमती प्रेमीसँग विवाह गरेर जान्छन्, त्यतिन्जेलसम्म श्रीमान श्रीमतीकै यादमा पल पल रोएर दिन रात बिताइरहेका हुन्छन्। समय बित्दै गयो। रोइरहने पूर्व हवलदारको जिन्दगीमा पनि बिस्तारै नयाँ खुसीको आयाम सुरु हुन्छ। जब श्रीमती प्रेमीसँग लागेर दरबार जत्रै घर छोडेर गइन्, तब श्रीमान एक्लो भएपछि बाध्य भएर अर्को विवाह गर्ने निर्णय गर्छन्।
भनिन्छ नि कालो गए गोरो आउँछ, जानेलाई बाटो छ बस्नेलाई माटो छ भन्ने उखान आज सत्य साबित भएको छ। सायद श्रीमतीको यादमा धेरै रोएर दिनरात बिताएको कारणले होला आज पूर्व हवलदारले पनि नयाँ विवाह गरी आफ्नै बिहेमा सबै दुःखहरू भुलेर छमछमी नाचिरहेका छन्। दर्शकवृन्द, सुनसरी जिल्लाको इटरी उपमहानगरपालिका वार्ड नम्बर 2 पशुपति चोक बस्ने पूर्व हवलदारको अनौठो बिहेको सत्य कथा यसरी सुरु हुन्छ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरी सक्दो सेयर गरिदिनुहोला। हवलदार साहब नमस्कार। नमस्कार, धन्यवाद। आरामै छु। आज खुसी पनि हुन्छ? खुसी नै छु। सबैभन्दा पहिला त शुभकामना पनि दिएँ मैले। धन्यवाद। अगाडि त धेरै दुःख पाएको थियो नि हामीले। दुःखै लागेको थियो, अत्यन्तै धेरै आँसु पनि आएको थियो। तपाईँले त मलाई रुवाउनु भएको थियो। दुःख लाग्यो नि त। आज भाउजू कसरी विवाह गर्नुभयो, कसरी ल्याउनु भयो? आज यो हाम्रो नयाँ भाउजू आउनु भएको छ। अब यो फेसबुकको माध्यमबाट। त्यो तपाईँको अगाडि दुःख देखेर यो बुझेर हामी दुईजना गएर खानुपर्छ भन्ने सल्लाह भएरै। कसरी कसले प्रस्ताव गरेर सने पहिला चाहिँ कसरी? प्रस्ताव सँगसँगै हो, मैले फर्स्ट उसले सेकेन्ड भनेको कुरो होइन, सँगसँगै बात भयो। अब मेरो दुःख देखेर कन्ट्याक्टमा भयो, कन्ट्याक्ट हुँदा कुरा हुँदै जाँदाखेरि अब त्यो फेसबुक देखेर अब रिक्वेस्ट पठाएको छ। मेरोमा आएको थियो रिक्वेस्ट, मैले एक्सेप्ट गरेँ। भन्छ पोथी बाँचेन भाले नै बाँच्नु भयो। कोही भाले बाँच्यो होला गाउँमा, भाले बाँच्नु भयो। अनि के भनेर उहाँले कसले मेसेज गर्नुभयो सन्त सुरु चाहिँ त्यो पनि भनिदिनु न दर्शकहरूलाई। मेसेज अब बराबरै जस्तै हो, अब त्यस्तै हो। पहिलो मेसेज त गरेन, हेलो हाई के छ कसो छ हजुर कहाँबाट होला होइन, त्यस्तै भयो। हजुर त्यस्तै हो, अब कहाँदेखि बोल्नु भएको भन्ने भयो, अब त्यस्तै हो। त्यस्तै मात्रै भयो। गोपाल सरले के भन्नुभयो त्यस पश्चात अनि उहाँसँग? उहाँले के भन्नुभयो तपाईँले त्यस पश्चात? कसरी लभ पर्यो तपाईँहरू? के भनियो त्यो त यादै भएन नि। अब धेरैजना भयो बोल्यो त कसलाई के भनियो होइन। अब सम्बन्धी हुँदै सबभन्दा नजिक भयो पनि, भेटघाट पनि भयो होइन। भेट हुँदै गएपछि अब अरूलाई अब अरूभन्दा अब नजिक पनि होइन, माइती पनि ससुराली नजिक होइन, घर पनि यहाँ नजिकै भएको कारणले टाढा टाढालाई त्यति वास्ता गर्न छोड्यो, उहाँसँग सम्बन्धित भइहाल्यो। अनि किन अरूलाई चाहिँ नि त्यति दुःख दिन चाहिने। अनि तपाईँले फर्स्ट म्यारिड गरेको ठाउँमा त डिभोर्स पनि गर्नुभयो होला भाउजूले? हजुर। डिभोर्स गरेको कति दिन पछाडि यता विवाह आयो? डिभोर्स गरेको दिनै भन्नु पर्यो। त्यही दिनै आउनुभयो यता? हाँसी खुसी राजी खुसीका साथ आउनुभयो। हजुर। अहिले त ठिकै हुनुहुन्छ यो घरमा? 22जना मध्ये चाहिँ उहाँले 22जनाले फोन गरेका रहेछन्, त्यसमध्ये रोजा चाहिँ भाउजू पर्नु भएको रहेछ होइन। गोपाल सरले पनि भन्नुभएको छ भाउजूले अब दुःख दिनुहुन्न, पक्कै पनि यसो हेर्दा सरस्वती भाउजू सरस्वती नै हुनुहुन्छ, रूप रङ सबै सरस्वतीकै देखाएका छौँ हामीले। पछि बिरु लिम्बुलाई फेरि अब नबोलाउनु होला, दुःख दिने काम नगर्ने, दुःख दिने काम नगर्नु होला है भाउजू, हुन्छ होइन? गरजनालाई पनि चट्ट पार्नु भयो। यो सुन सबै दाइले दिनुभएको गोपाल सरले? हजुर। गोपाल सर सबै यो लामो तिलौरी छ, माइली तिलौरी, जेठी तिलौरी हो सबै तपाईँकै सम्पत्ति। अब लगभग कति तोलाको लाग्छ? सरस्वती नै मेरो मान्छे भएपछि सकिगयो नि। आइफोन भन्दा त धेरै महँगो लगाइदिनु भएको नि। कति छ यहाँ चाहिँ तोला? त बाहना मात्रै हो अब होइन, बाहना मात्रै। यो तिलरी कतिको, यो तिलरी कतिको? त्यो मलाई पनि ख्याल छैन। भाउजू तपाईँको माइत चाहिँ खास माइत चाहिँ कहाँ हो? मेरो पहाड चाहिँ भोजपुर हो, अनि यहाँ चाहिँ अहिले बडा क्षेत्र चतरामा हुनुहुन्छ। हजुर। तपाईँ पेसा व्यवसायमा चाहिँ के काम गर्नुहुन्थ्यो योभन्दा अगाडि? घर खेती। घर खेती नै गर्नुहुन्थ्यो। माइतीहरूलाई सबैलाई थाहा भयो विवाह भयो भन्ने कुरा सबैलाई थाहा? हजुर, थाहा भइसक्यो। आजको विवाह पनि सबैलाई थाहा छ? हजुर, थाहा भइसक्यो। दर्शक पक्कै पनि सरस्वती जोगी भाउजू अब अनि त्यसरी तर्सा छ तर्सा अरे भनेको सुनेको। अनि त्यो कुराहरू एक काम दुई काम त सबैमा पुग्नु पर्ने त्यो कुराहरू। हिजो चाहिँ भर्खरको कुरो, यो पुरानको छोराको बिहेको दिन हो। कस्तो राति कति बजी रात त्यस्तो गरेर? त्यो चाहिँ खोइ कति बजे म त थाहा भएन। त्यो घरमा मान्छे बसेको थिएन? थिएन। अनि चाबी थियो अहिले। अनि ढोका चाबी भएको कसरी ढोका उग्रियो त? खोइ होइन, आवाज त्यस्तो आयो रे। आवाज चाहिँ आवाज चाहिँ अरे। देख्नु भने लास माटो त्यत्रो फुलेर है। चिन्नु हो त्यो लास? म त राम्रो चाहिँ बोल्यो अरे, हिँड्ने मान्छेले थाहा पायो अरे। कस्तो थाहा पायो अरे? ढोका चाबी बन्द भयो यो घर भएर भन्दै चाहिँ अलिकति परतिर सरेको थिएँ अरे, ढोका उगार्यो अरे। ढोका उगार्यो राति? बेलुका अरे। बेलुका अनि ढोका गरम नगरेर उगारिदियो अरे। अनि उनीहरू त कुदे अरे उता परतिर, घर त माथि। बुवा हजुर
अनि हजुरको घरमै भेटियो त लास्ट होइन 24 दिनमा अब खोजा अरू त खोज्यो भेटिएन अल्लाह चाहिँ कहाँ कहीँ के गरेर नभेटेको अहिले यहीँ भेट्यो यहीँ भेट्यो अनि 24 दिनमा अलिअलि थाहा भएन बुवा मलाई केही थाहा भएन हजुर म अलिकति आँखा पनि एउटा आँखा देखिनँ अनि काठमाडौँ तपाईँको छोरा होइन सीताराम हो मेरो म काठमाडौँबाट सुन्दिनँ मलाई केही थाहा पाएन अब तपाईँको छोरा सीतारामले त आफ्नो बुहारीलाई मारेको हो रहेछ भन्ने अब प्रमाण त अब अझैसम्म भएको छैन अझै छैन भन्दैछ अरे तर लास्ट त देखायो नि त लास्ट देखाएपछि त अब के भन्नु पर्यो हामीले कसले मार अरे त त्यही त त्यही त अब फेरि त्यो 6 फिट कसरी खनेछ त 6 फिट कसरी खन्यो कतिवटा खन्यो कतिवटा खन्यो के खन्यो तपाईँ त अस्ति नै बोल्नु भएको थियो होइन मास्कले बोलिदिनुहोस् न यस विषयमा थोरै बोलिदिनुहोस् तपाईँ नै थियो हुनुहुन्थ्यो होइन अब तपाईँको घर अगाडि आँगनमै गाडेको छ लास होइन अब तपाईँले अस्ति हामीले कहीँ देखेको छौँ भन्नुहुन्थ्यो अब देखेको भए पो देखेको छु भन्नु त सर मैले त्यो त भनौँ न देखे त देखेको थिएँ मैले जाने भन्नु त नदेखेको त कसरी देखेँ भन्नु त मैले केही नै अवसम्म मैले थाहै पाएको थिएन उसैले नै यहाँ आएर बहिन गरेको अरे बुहारीसँग कान्छी बुहारीसँग म त मेलामा गइगएको थिएँ बुहारी तिम्रो दिदी त हात खुट्टामा आउने दबेर रक्सी खाएर हिँडेकी छे मलाई फसाउँछ होला छैन आज 3 दिन भयो भन अरे बेलुका 3 बजेतिर अनि 4 बजेतिर मलाई सुनाए अब यतिखेर 4 बजे कसलाई बहिन गर्नु त होस् अब भोलि बिहान चाहिँ बिहानदेखि भरे बेलुकासम्म ननिक्लिने हो नि त 3-4 दिनसम्म घरै नआउने हो बुहारी अनि अब आउँदैन भरेसम्म आउँछ कि भोलिसम्म आउँछ कि भोलि बिहान चाहिँ आएन थाहा पाइएन भने बिहानैदेखि अब फोन गरेर गर्नुपर्छ कता कता भनेर मेरो भने भन्दाखेरि ऊ बिहानै हिँडिहालेछ बिहानै हिँडिगएछ हिँडेपछि अनि तर ठिकै छ त्यो कुरा सबै ठिकै छ त्यो सबै हामीले बोल्यौं हैन यहाँ तपाईँ हामी पनि अपराधी हो भनेर अहिलेसम्म भनेको छैनन् पनि तर एउटा हाम्रो कुरा हो होइन तर तपाईँको आँगनमै लास हुँदाखेरि आफ्नै आँगन भनौँ त यो त आँगनै हो नि आँगनमै 24 दिनमा लास पुरेको पछि त यो विषयको कुराहरू बताइदिनुहोस् तपाईँ अब खोइ कसरी के गरेर के भनेर बताउनु मैले लु भन्नु त बताउनुहोस् अब देखेकै होइन जानेकै होइन छक्कै पर्नु भएन त छक्कै पर्यो अनि हामी त जंगल खोज्यौं अचम्मै होइन त अनि यसरी जानेको छैन किन जंगल जानु त ट्याङ्की खोज्यौं त्यो हामी मात्रै होइन गाउँले मात्रै होइन मिडिया कर्मी मात्रै होइन पुलिस प्रशासन समेत सबैजना खोजी लाग्यौं तालिम प्राप्त कुकुर समेत गए होइन तर कुकुरले पनि पत्ता लगाएन तर कपडा चाहिँ पत्ता लागेछ तर एउटा कुरा चाहिँ तपाईँले भन्नुभएको थियो है एउटा के भन्नुभएको थियो थाहा छ तपाईँलाई के भन्नुभएको थियो भन्नु त तपाईँले त्यो भिडियोमा पहिलाको भिडियोमा एउटा कुरा तपाईँले एउटा भन्नुभएको छ भेटे त मै पनि कुर्थे भने होइन त्यो मात्रै होइन तपाईँले यो मान्छे चाहिँ जिउँदो चाहिँ छैन होला चाहिँ भन्नुभएको छ अब यत्रो दिन ननिक्लेपछि त जिउँदो कसरी छ भन्नु त अहिले त नि होइन देख्नु पनि लास माटो त्यत्रो फुलेर है चिन्नु हो त्यो लास म त राम्रो गरी हेर्नु पनि मलाई सरले दिनु भएन र म त हेरिन डर पनि लाग्यो होला नि त अब डर त अब त्यत्रो है अनि तर्साएन अनि त्यत्रो 24 दिनमा तर्साको थाहा पाइन्न सम्झाँदै सुत्छु सर हामी त र पनि अलिक त केही त गर्यो होला यार म त अन्त अचम्म लाग्यो नि मम्मी मासु खोलिएर बोल्नु त अचम्म लाग्यो क्या यो एकदमै हिँड्ने मान्छे चाहिँ बोल्यो अरे हिँड्ने मान्छेले थाहा पायो अरे कस्तो थाहा पायो अरे ढोका चाबी बन्द भयो यो घर भएर भन्दै चाहिँ अलिकति पत्र सरेको थियो अरे ढोका उगार्यो अरे ढोका उगार्यो राति बेलुका ए अनि गरममा गएर उगारिदियो अरे अनि उनीहरू त कुदे अरे उता पत्र घर त माथि अरे मास्कले बोल्नु न अनि मम्मीको नाम घर चाहिँ कहाँ हो तपाईँको अनि त्यसरी तर्साएछ तर्साएर भनेको सुनेको अनि त्यो कुराहरू एकान्त दुईकान्त सबैमा पुग्नु पर्ने त्यो कुराहरू हिजो भर्खरको कुरो
यो पुरानको छोराको बिहेको दिन हौ ए कस्तो राति कति बजी रात त्यस्तो गर्यो त्यो चाहिँ खोइ कति बज्यो म त थाहा भएन त्यो घरमा मान्छे बसेको थिएन थिएन अनि चाबी थियो अहिले अनि ढोका चाबी होको कसरी ढोका उग्रियो त खोइ होइन आवाज त्यस्तो आयो रे आवाज चाहिँ आयो आवाज चाहिँ अरे अनि त्यो आवाज आएपछि तपाईँहरू कसैले यसो कान भएर जाउँ फेरि भन्ने भएन अब सामसुमै भइरहेको थियो सबैजना अब कसरी आउनु अनि के भने कसो कसो भयो त भन्नु न त्यो त्यति नै भनेको सुनेको मैले त अरू त केही पनि सुनिनँ ढोका चाहिँ ड्याग्न रोक्नु गर्थ्यो त्यही भने अब ऊ त कहाँ अब त्यो पहिला अब मर्नुभन्दा अगाडि कहाँ गर्थ्यो त्यो त उसको हंस त जान्छ होला पक्का हिजोको पैसा लिएर चाहिँ माछाले कुकुर्नी माछ्ने अरे त्यो के जिन्दगीभरि साथ दिने मान्छेले चाहिँ गाली गरिन्छ कहिले चाहिँ बोलेको छु त्यस्तो जति दिन माथेको छ उता माथि आउनेहरूले पनि सोध कसो कसो तेरो उयो छ अब यहाँदेखि त्यहाँ माथि गएछ भने ए माछाले भूत साना साना नानीहरू एकदमै रोएको भिडियो थियो र त्यो भिडियोले धेरैको मन पनि छोएको थियो र उहाँको आमा चाहिँ अहिले दमकमा भेटिसकेपछि अहिले हामी यहाँ मिक्लाजुङ यो 2 नम्बर हैन मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 2 मा आइपुगेका छौं र उहाँ दाइको श्रीमती हुनुहुन्छ उहाँ चाहिँ र उहाँको श्रीमान चाहिँ उहाँ हुनुहुन्छ है म सबैभन्दा सुरुमा उहाँहरू दुईजनासँग कुरा गर्नुभन्दा पनि म यहाँका स्थानीयवासीसँग कुरा गर्छु है पहिलो कुरा गल्ती उहाँको बेसी हो या उहाँको कुरा हो हैन अब के गर्दा हुन्छ यहाँको स्थानीय समाजसँग पनि त हामीले बुझ्नुपर्ने हुन्छ हैन सबैभन्दा सुरुमा म यहाँ दाइ हुनुहुन्छ म उहाँसँग कुरा गरेँ नमस्ते हजुर नमस्कार के नाम हजुरको मेरो अनिल राई हो अनिल राई तपाईँको चाहिँ के पर्ने उहाँ 32 पर्छ उहाँ चाहिँ बुहारी बुहारी हैन 32 नै हो यता ज्वाइँ ए त भनेपछि तपाईँको आफ्नै भतिज्नी छोरी भनौँ न होइन अब अहिले हामीले सरस्वती देख्दा चाहिँ होइन के अरे सानो नानीहरू छोडेर चाहिँ घरबाट निस्केर सम्पर्कविहीन हुनु भाग्नु चाहिँ हामीले देखेको उहाँको गल्ती देख्यौँ होइन बच्चा बच्ची छोडेर हिँड्नुमा चाहिँ होइन अब यसो बुझ्दाखेरि चाहिँ के लाग्छ ज्वाइँको गल्ती भयो अथवा छोरीको गल्ती भयो यसमा अब यसमा चाहिँ अब उहाँहरूको आन्तरिक द्वन्द पारिवारिक कलह चाहिँ अब परिवार भइसकेपछि कहिले काहीँ भइरहन्छ तर त्यत्रो ठुलो चाहिँ मलाई थाहा थिएन अब आन्तरिक उहाँहरूको भित्री मनमा त्यस्तो खालको घर परिवारमा झै झगडा मुद्दा मामेला हुने तरिकाको चाहिँ आजसम्म हामीले समाजमा थाहा पाएको थियौँ अब बेरोजगारको समस्याले गर्दा घर परिवार गरिबीको कारणले गर्दा अभावमा कहिलेकाहीँ परिवार ठाकठाक त पर्छ नै र उहाँको नि एउटा गल्ती के देख्यो भने अहिलेसम्म पनि रक्सी डङडङ गनाइरहेछ हैन उहाँको यो गल्ती देख्यो उहाँले रक्सी खाने हैन त्यो भित्री आन्तरिक रूपमा चाहिँ सबै कुरा चाहिँ थाहा छैन म यहाँ छिमेकमा बसेँ कहिलेकाहीँ चाहिँ सामान्य रूपमा झगडा गरेको सुनिन्थ्यो तर त्यस्तो खालको ठुलो चाहिँ मलाई थाहा थिएन अब झगडा दोस्रो कुरा अब त्यति भए पनि उहाँले भतिस्नीले के कुरा गर्नु पर्थ्यो भने समाजमा मलाई यसरी होइन वैमनस्यता यस्तो ज्वाइँले यस्तो व्यवहार गर्दैछ भनेर सामाजिक रूपमा कुरा गर्नुभएको भए सामाजिक रूपमा छलफल बहस गरिन्थ्यो तर उहाँको गल्ती थिएन होला तर के देखियो भने उहाँले नानी अबोध नानीहरूलाई छोडेर जाँदाखेरि चाहिँ अलिकति मानवीय हिसाबले पनि यत्रो बच्चाहरूलाई छोडेर जानु हुन्थेन भन्ने खालको समाजमा एउटा सबैकै हेर्ने दृष्टिकोण चाहिँ अलिकति त्यो छ अलिकति बाङ्गो भयो हैन बाङ्गो ठिकै उहाँले घर गरी खानै भएको थियो राम्रै थियो कहिलेकाहीँ झगडा पर्थ्यो तर त्यस्तो नराम्रो चाहिँ मलाई थाहा थिएन उहाँहरूको आन्तरिक द्वन्द के थियो तर नानीहरू अबोध नानीहरू यसरी छोडेर जाँदाखेरि चाहिँ अलिकति समाजले हेर्ने दृष्टिकोण चाहिँ के भयो भने भतिस्नीलाई अबोध नानीहरूलाई छोडेर जाने कस्तो माया पनि नलाग्ने मानवीय नियत भन्ने खालको सोचले चाहिँ समाजले नराम्रो हेरेको छ यति चाहिँ हो उहाँहरू भोलि मिलेर बस्नु नबस्नु उहाँहरूको निकाय छ हैन अहिले त वडामा दिन्छु भन्दा डिभोर्स गरेर बस्नु पाउनुहुन्छ हाम्रो करकाप छैन बस्नै पर्छ भन्ने हाम्रो मान्यता समाजको होइन एउटा नारी हो म स्वतन्त्र जिउँछु भन्दा नि पाइन् हैन सामाजिक रूपमा कानुनी रूपमा छोराछोरीलाई विचलन नबनाई कसैलाई जिम्मा दिएर हैन कसैलाई हात लगाएर जाँदाखेरि सामाजिकमा राम्रो हुन्छ भन्ने हाम्रो चाहिँ समाजको मान्यता हैन यो कानुनले पनि यही भनेको छ हैन र बुझ्नु भयो नि तपाईले हैन यता फर्किदिनु न है तपाई बुझ्नु भएन फर्किँदा पनि के हुन्छ होला ए हो सुन्नु उहाँले भन्नुभयो नि बुझ्नु भयो नि कुरा अब गल्ती के भएछ तपाईको गल्ती कसरी हुन्छ भने अब उहाँहरूको घरभित्र के हुन्छ मलाई थाहा हुँदैन हाम्रो घरभित्र दिनै हो बधाई त दिनै हो राम्रो डुमडुम परेको त देखिन्छ नि हो देखिँदैन देखिन्छ सुनिन्छ सुन्नु पनि भयो कति दिन त सुन्नु तर
अहिलेसम्म माइलाले कुटो अरे म बुढीलाई कुट्छु भनेको सुनेको छुइनँ। माइलीले चाहिँ यसलाई म दरो हान्छु, ढाँड भाँच्छु, लात्तै लात्ता दिन्छु, आज चाहिँ मारिदिन्छु भनेको चाहिँ सुन्थेँ माइलीको मुखबाट चाहिँ। अनि तपाईँले पनि त त्यही त गर्ने रहेछ नि त। तर त्यस्तो त मैले मुखले भने अनुसार त हाले त पुराको त थिएन नि त। मैले देखेको र पनि है डाम डाम डुमडुम लापा खेलेको चाहिँ देखेको छैन। देखेको छैन होइन। अब सैन्य बसेको कति वर्ष भयो मेरो मेरो ल ठिक छ यता सुन्नु न। सुत्केरीमा त उसले राम्रो हेरेन भने झन् आज त केटाकेटी हुर्क्यो, यसले त जे गर्दा पनि हुन्छ भन्ने भयो नि त उसलाई त। अब रोजेर आएपछि जस्तो छ अब छोराछोरी नभए छोडेर जाँदा हुन्थ्यो। तर अब त्यत्रो बुढाबुढी छोडेर अब के खान्छ के गर्छ र पनि त्यो बाउले हेर्छ। अझैसम्म रक्सी गनाइरहेछ। गनाइरहेछ त्यो त मैले अघि नै भने गनाइरहेछ। तपाईँको रक्सी खानु चाहिँ गलत हो। होइन यो रक्सी म छोडिदिन्छु होइन। छोडे पनि म घरमा यहाँ त बस्दिनँ। बस्दैन बस्ने बस्नु पर्यो भने म मर्छु बरु बस्नु भन्दा। उहाँ सुध्रिन्छु भन्दै हुनुहुन्छ त? सुत्रे पनि म बस्दिनँ भने सक्यो बस्दिनँ। मेरो मन दुःख हो किनभने मेरो मन दुख्छ। म छोरी मान्छे हो नि, छोरा मान्छे त पत्थरको जस्तो मन हुँदैन क्या। मेरो मन मरेपछि पत्थरको जस्तो मन नभएको भए त्यो छोराछोरी छोडेर चाहिँ कहाँ जानुभएको तपाईँ? गएँ त्यो कस्तो खालको मन हो त्यो? ढुङ्गाको मन हो कि पत्थरको? त्यो पत्थरको मन र ढुङ्गाको मन एउटै हो। त्यही भएर तपाईँले छोडेर जानुभएको? गएँ तर र पनि मेरो सोच कस्तो थियो भने म बिहे गरेर जाँदिनँ। बिहे गरेर गएको भए त केटासँग भेट्नु हुन्थ्यो। एउटा कुरो तपाईँ यहाँदेखि निस्केर जानुभयो, सुन्नु न त्यो बाइकमा लिन आउने चाहिँ को? मेरो आफ्नै भेन अहिले आउँदैछ यहाँ आइपुगिहाल्छ। ए ल ठिक छ, त्यो भेन हो भने केही फरक पर्दैन है। एकछिन अब अझै कुरो चाहिँ श्रीमान काममा गएको बेला चाहिँ नानीहरूकै अगाडि त्यो को हो? त्यो एकजनाले त बुढी पनि भन्थेछ तपाईँलाई। को बुढी? तपाईँलाई फोनमा कसले भन्थ्यो? त्यो मान्छे इनामको त्यो मान्छे म त्यो भेटेको पनि होइन। त्यो उयो म्यासेन्जरमा चाहिँ बोलिन्थ्यो। अनि किन बोल्नु त्यो चाहिँ? अनि बोल्दैमा त उसले बुढी भन्दैमा उसकै बुढी थिएर उसकै बुढी हुनु गएको थियो। त्यो संसारको ब्युटिफुल आफ्नो छोरीलाई छोरी भन्दैन यसले। तिमी कति साले? म 53 साले। यो कहिले बुढी हुँदैन। यो संसारकै ब्युटिफुल हो नि। यो कलिली कहिले यो बुढी हुँदैन नि, याद गर भाइ। कति सालको भनेको छैन मलाई त नागरिकतामा चाहिँ 52 भन्दै थियो, पछि 56 को हो भन्नु। पछि 56 को भन्दै थियो। 56 पुगिसकेछ तिमी 60-62 सालको भन्छ है। मलाई त केही थाहा नै थिएन क्या बिहे गरेको हो। यस्तो यसलाई उर्लाबारी पढाउन बस्दाखेरि यसलाई सम्झाउन नलागेर यो त 70 हो केटालाई पहिले फुडुङ हानेर त्यसलाई पनि पड्काएर हामीले सम्झायौँ। यसलाई पनि सचेत बनाउनु म आफै गएर त्यो केटालाई पनि थप्पड लगाएर खेदेको। उसको आमालाई पनि त्यो कुरो भनेको मैले। हामीले भने पटक यसलाई कति सम्झाउने त? अब त भाइले ब्युटिफुल भेट्यौ, गलिलो भेट्यौ होइन। त्यसैले गर्दाखेरि हामीले चाहेको जिम्मा लाउनु थियो। हामीले यो कहाँ बस्दैछ के गर्दैछ भन्ने घर आउने अनि तमास लाउने डङ्क लाउने। यसलाई परिवारमा सुधार्नको लागि कतिचोटि पारिवारिक बैठक बसाएको छु। त्यो तिथिमिति चाहियो भने मेरो डायरीमा छ। यसलाई मैले डायरीमा राखेर कोड गरेर तिथिमिति राखेको छु। त्यतिसम्म गरेको यसलाई यो मातिएर पातिएर यो चाहिँ नि आज यस्तो गरिरहेछ। यो तपाईँले सुन्नुभयो? अहिले बच्चा होइन भन्यो होइन, बिहे दर्ता छ, जन्म दर्ता छ होइन, प्रमाण छ भनेपछि यो कतिको जाली हो भन्ने कुरा आफै ख्याल गर। आफै बुझ भाइ। धेरै कुरा हामीले भनिरहनु छैन। भोलि गएर तपाईँलाई पनि अङ्कल भन्ला फेरि। अङ्कल भइएला। अर्को लाठेला आदि जीवन दिने भनेको छ। पैसा पनि अलिअलि चट्टाएको रहेछ। त्यसैले गर्दाखेरि होस् गर्नु। किनभने अब भाइले पनि संसारमा नभेटाएको ब्युटी भेटाइहाल्यो। ब्याकग्राउन्ड के छ भन्ने कुरा बुझ्नु पर्थ्यो। तिमी त छेत्रीको छोरा पो त हौ। छेत्रीको छोरा केमा चाहिँ मुग्ध भयो? यस्तो हो मेरो चाहिँ अब हामीलाई मात्र तपाईँले अनि म चाहिँ के अरे यो श्रीमानसँग बस्दिनँ, म डिभोर्स चाहन्छु भनेको त भन्थ्यो नि त। अनि यसरी भागेर बस्नु पर्ने तपाईँले डिभोर्स लिँदा भइहाल्छ। हजुर छोरीको माया लाग्छ त्यति चाहिँ भन्नु त ल। चिन्दिनँ भन्नु मैले छोरीलाई चिन्दिनँ भनेको छु। तपाईँहरू यहाँनिर रेकर्ड गरेर यो एचीमा भरेको फेरि म तपाईँहरू आउनको बाहिर निस्किनु भन्दा नि मैले भनिदियो। छोरीको माया लाग्छ। किन छोडेर
तपाईँ नि नर्स जस्तो मान्छे श्रीमान पनि पढेको एउटा आउँछ नि है मम्मीले फोन गर्नुहुन्थ्यो गर्नुहुन्न थियो अनि नि त्यो के अरे अब सुन्नु न कुवा हुँदाखेरि मलाई माथि डिलबाट तलसम्म पुरा घोकेन कानुनमै छ तपाईँले अर्कोसँग बिहे गर्नुभएको छ कति वर्ष अनि यहाँ किन ढाँटेर बिहे गर्नुभएको त सिधै म डिभोर्स गर्छु त्यसपछि बिहे गर्ने भनेको भए पनि भइहाल्छ नि त भन्नु न कति वर्ष भयो ठ्याक्क तपाईँले बिहे गरेको कति 6 महिना 1 वर्ष 2 वर्ष आउने जाने चाहिँ हुन्थ्यो पहिले हो रिलेसनमा हुन्थ्यो नचिनेको मान्छे के काम होला भने मैले पनि वार्ता गरिन होइन तपाईँले त पठाउनु त भएको थियो होइन यता बस्दैन हजुरको त के पर्ने यहाँ के पर्ने देवर देउरानी नि अब देवर हो भाइ बडाबाउको छोरा के भन्नुहुन्थ्यो त उहाँले यता आउँदाखेरि तपाईँको देउरानीले चाहिँ के भन्नुहुन्थ्यो बिहे गरेको छु छुइनँ के भन्नुहुन्थ्यो देउरानीले त के अब त्यस्तो बिहे गरेको छु भनेकै थिएन नि हामीलाई त होइन केही थाहा छैन अब ऊ पढ्दै थिएँ यता कहाँ ड्युटी गर्थ्यो नि त उसले त अब ड्युटी गरेर अब भाइसँग ल परेको भनियो होइन ल परेर आयो 2 जना जे भए पनि त होइन मिलेर गरी खाउन् अब स्वयं तपाईँको भाइलाई पनि त नि म त कन्ने केटी हो भनेर भनेछ नि त हजुर अब स्वयं यहाँ तपाईँको देवरलाई सोध्नु न अहिलेसम्म थाहा थिएन भन्छ त कसरी चाहिँ हामी चाहिँ अब अर्काको श्रीमती भन्ने चाहिँ केही प्रमाणै छैन अब कने कुमारी भनेको छ होइन अब हामीले के भन्नु 2 जना खुसी भएर बिहा गरे नानी पनि रहेछ त हौ बिहे चाहिँ गरेको छैन तपाईँको चाहिँ के पर्नुहुन्छ देउरानी हो काका ससुराको कन्या भन्नुभयो ए कन्या भन्नुभयो आधिकारिक रूपमा चाहिँ प्रमाणित रूपमा नजुटेसम्म कुरा भएन उहाँको चाहिँ श्रीमान चाहिँ को त श्रीमान उपर हुनुहुन्छ मिडिया सहित आयो र हामीलाई ससमात आयो हामीले मैले जाँदाखेरि म पनि यहाँ थिइनँ पोहोर म अब यतिखेर यही टाइममा म यहाँ आउँदाखेरि बुहारी अब मैले त भाइले ल्याएपछि बुहारी अब यो पोहोर म आएदेखि घरमा नबस्ने घरमा नआउने घरमा आएर चाहिँ तपाईँको गडङगुडुङ गर्ने झगडा गरेर हिँडिहाल्ने अनि यो अति भयो अति भइसकेपछि हामीले यो खोजी गर्ने के हो त्यसको कारण भने कारण त यहाँ रहेछ होइन अहिले तपाईँको यो बच्चा छ यहाँ मिडिया कर्मी सारा तपाईँहरूको समाज उभिएको बेला पनि यसले मेरो छोरी होइन भने होइन तपाईँको फेसबुकको त्यो कुरामा त बच्चालाई प्रमाण बिहे गरेको भनेर बुढाको छोरीको बच्चाको चाहिँ फोटो पठाउँदाखेरि मेरो अङ्कल हो यो त मेरो चाहिँ अङ्कलको छोरी होइन भने यो त भनि पनि तर अहिले ल्याउँदा पनि यसले बच्चा होइन घर परिवारबाट के फोर्स गरिरहेको छौँ 1 वर्ष भइसक्यो तिमीहरू बिहे गर भनेर हामी परिवारबाट यिनीहरूलाई भनिरहेका छौँ अब यो भाइले पनि के अरे बिहे गर्ने कुरा मुङसिरमा भन्छ कहिले नागमा भन्छ गर्दा गर्दै पोहोरदेखि अहिलेसम्म यो यसरी गइरहेको छ अब हामीले त अर्कालाई फोर्स त गर्न हामीले भन्ने काम हो भनिरहेका छौँ होइन तर हामीले बिहे गर्न त उनीहरूले नगरी हामीले त गर्न सक्दैनौँ नि तपाईँले आइज न त दिवस देऊ न त हेलो के भयो के गर्दैछस् किन चाहियो के भयो मैले तँलाई सोध्दिनँ नै नहुने त नि किन चाहियो किन हौ मसँग किन मन मारिछौ ताना जान आइज भनिरहेको छु त हौ मलाई आउँदिन भनेपछि सकिएन किन जबरजस्ती गरेको मलाई नआउने यसो गर्न आइज कि दिवस दिएर जान त नि हुन्न अनि मैले भनिसकेको चाहिँ यहीँ बोलाएको छ बोलाएको छ यहीँ भनेको छ बोलाउँछु भनेको छ त्यति बेला जाने दिएर म उता यतैबाट म जान्छु किन आउनु पर्यो कहाँ जाने त मेरो बाबुजी घर जाने किन दिवस जेसुकै जाऊँ किन मतलब अन्त दिवस त अब पनि तेरो खुसी जानु पाउँछस् होइन जे गर नगर न म पनि मेरो खुसीले बस्नु पाउँछु
कसले पक्रेको छ र अब कसले पक्रेको छैन त आइज न आउँदिनँ म यहीँदेखि धेरै यतैबाट जाने अनि आइज म यहीँ तँलाई टिकट म यहीँ गरिदिन्छु नि आउँदिनँ भने सकिएन के अरे आउँदिनँ भने चाहिँ सक्यो त आएको थियो यहाँ म पनि जान्थेँ नि इन्डिया जान्थेँ लु भयो भयो मम्मी के भात खानुभयो जतिकै खाउन् कि नखाउन् तैँले खाइस् छैन नखाइकन बस्नु मलाई चाहिँ भात कसले पकाइदिन्छ यार खानु अहिले किन फोन गरेको भने राम्रो सम्झ्यो भने भात पकाएर खानु बस्नु आउनु नि तपाईँ म आउँदिनँ घर आउँदिनँ म किन म यतैबाट म घर उता जान्छु मामालाई जाने हाम्रो माया लाग्दैन लाग्दैन हामीले केही टुली पार्को खाथ्यौँ फेरि फोन गर्नु हेलो अनि के चाहिँ भयो नानीले खोजेको छ न बोलाएको तँलाई म घर आउँदिनँ भनेपछि सकिएन अब नानीले तँलाई खोजिरहन्छ के गर्नु मैले के भन्नु गर्नु नि अर्को बुढी लिएर बस्नु अनि त्यही मम्मी भनेर देखाउनु नि अनि कसरी हुन्छ त अर्को बुढी ल्यायो अब बिहान दिवस भागेको होइन म दिवस दिनु म यताबाट जाने सक्यो मलाई डिस्टर्ब नगर्नु म जहाँसम्म टिक्छु म खुसी छु आउँदिनँ म घर आउँदिनँ त्यो मऱ्यो भने मेरो लास पनि त्यहाँ आउँदैन त्यति माया मारेको मलाई हेर पहिले कस्तो गरेर ल्याइयो त्यत्रो उयो गरेर ल्याएँ अहिले त यसो भन्छ होइन मलाई ठिकै छ ल ल ल ल राखेँ त अनि नि ओइ सुन हेलो बहिनी हेलो हेलो कहाँ हुनुहुन्छ तपाईँ